आज पनि हामी वस्तु र गन्तीको प्रयोग कसरी गर्नेछौँ यहाँ बुझ्नेछौँ। लाग्न सक्छ तपाईहरूलाई सामान्य गन्ती गर्न यस्ता कुराहरू चाहिँ सामान्य कुरा नपढाएको राम्रो जस्तो लाग्छ होला तपाईहरूलाई, हैन? यही सामान्य कुराले नै गर्दाखेरि हामी परीक्षामा असफल हुने बाटो यही हो। त्यसै कारणले हामीले साना साना कुराहरूलाई पनि सुरुबाटै ध्यान दिएर पढ्यौं भने, अध्ययन गर्यौं भने भोलि हामीलाई एकदमै सजिलो हुन्छ। कोरिया भाषामा के हुन्छ भने यस्तै सानो सानो कुराहरू नै कहाँ लगाउने र कहाँ नलगाउने भन्ने विषयले धेरै नै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। त्यसै कारणले हामी सुरुबाटै साना साना कुराहरूलाई चाहिँ नियालेर सूक्ष्म तरिकाले अध्ययन गरेर यसलाई प्रयोग गर्ने विधि र तरिकालाई राम्रोसँग बुझ्यौं भने भोलि हामीलाई परीक्षामा सहभागी हुँदा यी कुराहरूले धेरै नै सहयोग र धेरै नै मद्दत गर्दछ। त्यसैले आउनुस् हामी सुरु गरौँ। वल भनेको महिना, खेवल भनेको महिना नै हो, तर गन्दा प्रयोग हुन्छ। जस्तै इलखेवल, इखेवल, सामखेवल, साखेवल यसरी चाहिँ हामी पढ्न सक्दछौँ। जस्तै न्यन वर्ष है। जस्तै नाल्चा भनेको मिति, सेकी भनेको शताब्दी, वन भनेको क्रम संख्या, होइ भनेको नाटकको भाग। जस्तै फिल्म, नाटक त्यस्तै गरेर टेलिसिरियलहरूमा यति भाग, उति भाग, 1 भाग, 2 भाग, 3 भाग भनेको जस्तै यो होइ हो। होइ भनेको चाहिँ नाटकको भाग हुन्छ। छुङ भनेको तला, 1 तला, 2 तला, 3 तला, 4 तला। जस्तै घरको कति तला, हैन? इलछुङ, इछुङ, सामछुङ, सातछुङ, ओछुङ, युगछुङ, छिलछुङ, फालछुङ, खुबछुङ, चिपछुङ यसरी हो हामीले पढ्ने। जस्तै बनो भनेको नम्बर है। बनाउनु भनेको नम्बर, 1 नम्बर, 2 नम्बर, 3 नम्बर, 4 नम्बर त्यस्तै गरेर। इनबुन है, इनबुन जनाको लागि भाग। जस्तै कति जनालाई इनबुन, सामिनबुन, साइनबुन हैन, ओइनबुन भनेर त्यसरी चाहिँ यो भागको लागि। जस्तै 1 प्लेट, 2 प्लेट, 1 भाग, 2 भाग भने जस्तै हो। कोरियनमा चाहिँ इनबुन भनेको चाहिँ भाग नेपालीमा। यहाँ पनि हामी हेर्न सक्छौँ। वोन भनेको कोरियन मुद्रा, थोन भनेको पैसा, थाला भनेको अथवा बुल भनेको डलर कोरिया भाषामा चाहिँ। खरी भनेको बाटो हैन। लिथ भनेको लिटर। जस्तै फ्रेम भनेको ग्राम, खिलो भनेको किलो, होसन भनेको ट्रेनको लाइन। जस्तै कोरियामा तपाईको चाहिँ नि ट्रेन हुन्छ, कुन लाइनमा चल्ने त्यसको होसन। लाइन नम्बर 1 हो कि, लाइन नम्बर 2 हो कि, लाइन नम्बर 3 हो कि, त्यस्तै गरेर होसन भनेको चाहिँ ट्रेनको लाइन नम्बर हो। थो भनेको तापक्रम। जस्तै तापक्रम डिग्री। छम मान्छम है। छम भनेको अङ्क, मान्छम भनेको पूर्णाङ्क।